नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी। नेपाल ओलम्पिक संग्रहालयले आफ्नो 33औं वार्षिकोत्सवको अवसरमा नेपालको खेलकुद इतिहास संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ। संग्रहालयले आइतबार पत्रकार सम्मेलन मार्फत आगामी साउन 19 देखि 21 गतेसम्म काठमाडौँको नेपाल आर्ट काउन्सिल बबर मलमा बियोन्ड मेडल्स प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री शीर्षकमा देशकै पहिलो खेलकुद सम्बन्धी ऐतिहासिक प्रदर्शनी आयोजना गर्न लागि जानकारी दिएको हो। नेपाल ओलम्पिक संग्रहालय नेपालकै एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित रहेको छ। संग्रहालयले विगतदेखि नै विभिन्न खेल तथा खेलाडीसँग सम्बन्धित ऐतिहासिक तस्बिर, पदक, ट्रफी, जर्सी, खेल सामग्री लगायतका महत्त्वपूर्ण सम्पदाको सङ्कलन, अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्दै आएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार प्रदर्शनी संस्थाका दिवंगत संस्थापक स्वर्गीय क्षितिज अरुण श्रेष्ठ तथा दक्षिण एसियाली खेलकुदका टेक्वान्डो पदक विजेता स्वर्गीय मन्जु तुलाधरप्रति विशेष श्रद्धाञ्जली स्वरूप आयोजना गर्न लागि हो। खेलकुद इतिहासको संरक्षण मार्फत राष्ट्रिय खेलकुदको पहिचानलाई अझ सुदृढ बनाउने, नयाँ पुस्तालाई प्रेरित गर्ने तथा नेपालको समृद्ध खेल इतिहासलाई एकै स्थानमा प्रस्तुत गर्ने उद्देश्य प्रदर्शनीको रहेको जनाइएको छ। 3 दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरबाट छनौट गरिएका तस्बिरहरू, विभिन्न पदक, ट्रफी, खेल सामग्री तथा ऐतिहासिक खेलकुद स्मृति चिन्हहरू प्रदर्शन गरिनेछन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक, खेलप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणले नेपालको खेलकुद इतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ। जुन कार्यक्रम गर्न जाँदैछ बियोन्ड मेडल्स प्रिजर्भिङ नेपाल स्पोर्ट्स हिस्ट्री भनेर, यसको लागि चाहिँ जुन प्रेस मिट गर्दैछौँ, यहाँ हामीसँग हाम्रो अध्यक्षको रूपमा श्री संश्री श्रेष्ठ सङ्ग्रहालयको अध्यक्ष उपस्थित हुनुहुन्छ। साथै हामीसँग कोषाध्यक्ष श्री रञ्जन नगरकोटी पनि उपस्थित हुनुहुन्छ। भने हाम्रो सङ्ग्रहालयको सदस्य श्री सूर्य नेपालज्यू र हाम्रो यो जुन इभेन्ट हुँदैछ एक्जिबिसन, यो एक्जिबिसनको चाहिँ हाम्रो इभेन्ट म्यानेजर टिम मेम्बरबाट चाहिँ सुमन खत्रीज्यू पनि उपस्थित हुनुहुन्छ। हरेक सपोर्टर्सको म एकचोटि नाम लिन चाहन्छु। सो सँगसँगै चाहिँ फर्स्टमा चाहिँ हाम्रो नेपाल स्पोर्ट्स काउन्सिल, नेपाल टेलिकम, पोखरा एभेन्जर्स, एक्सट्रिम, नेपाल टुरिज्म बोर्ड, एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क, टाइगर फुटसल ललितपुर, नेपाल कल्चरल म्युजियम, नेपाल स्पोर्ट्स जर्नलिस्ट फोरम, खेतान स्पोर्ट फाउन्डेसन, अरोरा प्रोडक्सन, कुन्स, फ्रिडम फिटनेस, एडप सेक्वावा किलो, काठमाडौँ हेयर एन्ड ब्युटी सलुन, रस्वा र फोटो किङलाई चाहिँ हामी यो कार्यक्रममा चाहिँ समावेश गरिदिनु भएको लागि र सपोर्ट गर्नुभएको लागि चाहिँ धेरै धेरै धन्यवाद गर्छु। मलाई यो सामान दिनु, तपाईँहरूको यस्तो राम्रो रहेछ भनेर उहाँलाई कस्तो आइडिया आयो भने एउटा कलेक्सन गर्दा गर्दा एउटा म्युजियम नै एउटा स्थापना हुन्छ भनेर सोच्नुभयो। सो एउटा यस्तो आइडियोलोजिक उहाँले यसरी सोचेर एउटा ल्याउनु भयो। त्यसमा चाहिँ उहाँको सुरुवातदेखि नै त्यसमा चुनौती त धेरै नै थियो। चुनौती भन्दा नाम्नु पऱ्यो, उहाँलाई सम्झाउनु पऱ्यो, व्यक्ति खेलाडीहरूलाई गएर हजुरहरूको सामान हामीले सुरक्षित राखिदिन्छौँ, एउटा प्रिजर्भेसन, एउटा म्युजियमलाई हस्तान्तरण गरिदिनु, हामीले एउटा प्रिजर्भ गरिदिन्छौँ भनेर त्यो बुझाउँदाखेरि पनि एकदमै कठिनाइ पनि हुन्छ। हाम्रै सङ्ग्रहालय छ, यो चाहिँ हाम्रो नेपाल ओलम्पिक कमिटीको भवनको ग्राउन्ड फ्लोरमा हामी चाहिँ त्यहाँ छौँ अहिले। सो त्यो हेर्नको लागि चाहिँ सातो बाटो आउनु। नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।